जब हामी स्कुलको कुरा गर्छौं दिमागमा के आउँछ? किताब, परीक्षा अनि नतिजा, होइन त? तर गोरक्ष न्यूजको यो विश्लेषणले एउटा निकै गहिरो प्रश्न उठाएको छ। के हामीले सिकाइको सबैभन्दा महत्त्वपूर्ण पाटो अर्थात् विद्यार्थीको मानसिक स्वास्थ्यलाई व्यवस्था त गरिरहेका छैनौं? आज हामी यही विषयको गहिराईमा पुग्नेछौं। ल, यही भनाइबाट सुरु गरौँ न। विद्यालयको काम दिमागमा जानकारी भर्नु मात्रै होइन, यसको खास काम त एउटा सक्षम, आत्मविश्वासी र सन्तुलित व्यक्ति बनाउनु हो। अनि त्यो बलियो जग बस्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? विद्यार्थीको मन, जुन सुरक्षित र स्वस्थ हुनुपर्छ। आजको हाम्रो यात्राको नक्सा यस्तो रहनेछ। हामी सुरुमा मस्तिष्क र सिकाइ बीचको सम्बन्ध बुझ्नेछौं। त्यसपछि विद्यार्थीको कल्याण भनेको के हो भनेर जान्नेछौं। अनि यसमा रहेका चुनौतीहरू र समाधानहरू हेर्दै शिक्षाको भविष्य कस्तो हुनुपर्छ भन्ने निष्कर्षमा पुग्नेछौं। ल, अब अलिकति विज्ञानतिर लागौं। एउटा विद्यार्थीको मानसिक अवस्थाले उसको सिक्ने क्षमतामा कसरी सिधै असर गर्छ? यो कुनै अनुमानको कुरा होइन है। यसको पछाडि त हाम्रो दिमागले कसरी काम गर्छ भन्ने विज्ञान नै जोडिएको छ। यो स्लाइडले देखाएको कुरा निकै रोचक छ। हेर्नुस् त, यहाँ दुई फरक अवस्थाको मस्तिष्क छ। एकातिर जब विद्यार्थी डराएको वा चिन्तित हुन्छ, उसको दिमाग सर्भाइभल मोडमा जान्छ। मतलब उसको सम्पूर्ण ऊर्जा खतराबाट कसरी बच्ने भन्नेमा केन्द्रित हुन्छ। यस्तो बेला नयाँ कुरा सिक्ने वा ध्यान दिने क्षमता त स्वतः घट्ने नै भयो। अर्कोतिर जब ऊ सुरक्षित र सम्मानित महसुस गर्छ, उसको मस्तिष्क लर्निङ मोडमा हुन्छ। डोपामिन र सेरोटोनिन जस्ता खुशी बनाउने हर्मोनहरूले उसको स्मरण शक्ति र रचनात्मकतालाई उकास्न मद्दत गर्छन्। हामीले मानसिक स्वास्थ्य र विद्यार्थी कल्याण जस्ता शब्दहरू धेरै पटक प्रयोग गर्यौं, तर विद्यालयको सन्दर्भमा यसको वास्तविक अर्थ के हो त? आउनुहोस्, यसलाई अझ स्पष्ट पारौं। विश्व स्वास्थ्य संगठनको यो परिभाषा एकदमै महत्त्वपूर्ण छ। यसले के भन्छ भने मानसिक स्वास्थ्य भनेको केवल बिरामी नहुनु मात्र होइन, यो त एउटा सकारात्मक अवस्था हो जहाँ व्यक्तिले आफ्नो क्षमता चिन्छ, जीवनका सामान्य तनावहरूलाई सामना गर्न सक्छ र समाजमा केही योगदान दिन सक्षम हुन्छ। विद्यार्थीको कल्याणलाई यी 4 आयामहरूमा हेर्न सकिन्छ। एकछिन सोच्नुहोस् त, यदि कुनै विद्यार्थी सामाजिक रूपमा एक्लो छ, साथीहरूबाट हेपिएको छ भने के उसको ध्यान पढाइमा लाग्छ होला? वा ऊ भावनात्मक रूपमा खुसी हुन सक्छ? सक्दैन, किनभने यी 4 पक्ष भावनात्मक, सामाजिक, संज्ञानात्मक र व्यवहारिक एक आपसमा गहिरोसँग जोडिएका छन्। एउटामा समस्या आउँदा त्यसको असर सबैमा देखिन्छ। ल, अब हामीले के र किन भन्ने कुरा त बुझ्यौं। अब लागौं नेपालका विद्यालयहरूमा विद्यार्थीको मानसिक स्वास्थ्यमा बाधा पुर्याइरहेका ठोस चुनौतीहरू के हुन् त्यतातिर। यहाँ त चुनौतीहरूको एउटा पुरै इकोसिस्टम नै देखिन्छ। एकातिर परीक्षा र नम्बरमा मात्रै ध्यान दिने हाम्रो प्रणालीले फेल हुने डर सृजना गर्छ। अर्कोतिर घरमा आमा बुबाको उच्च अपेक्षा र साथीभाइसँगको निरन्तर तुलनाले थिच्छ। त्यसमाथि आजकाल साइबर बुलिङ र सोशल मिडियाको दबाव त छँदैछ। अनि यी सबै समस्यासँग जुझ्न चाहिने तालिम प्राप्त शिक्षक र परामर्शदाताको अभावले अवस्था झनै जटिल बनेको छ। यी दबावहरूले एउटा खतरनाक चक्र सुरु गर्छन्। डरले ध्यान कमजोर बनाउँछ, कमजोर ध्यानले पढाइ बिग्रिन्छ, बिग्रिएको पढाइले आत्मविश्वास घटाउँछ र घटेको आत्मविश्वासले अन्ततः भावनात्मक र व्यावहारिक समस्याहरू निम्त्याउँछ। यो त एउटा यस्तो दलदल हो जहाँबाट विद्यार्थीलाई बाहिर निस्कन निकै गाह्रो पर्छ। समस्याहरू गम्भीर छन्, तर यसको मतलब यो होइन कि हामीले हार मान्नुपर्छ। अब समाधानको कुरा गरौं। विद्यालयलाई साँच्चीकै सहयोगी र सुरक्षित ठाउँ कसरी बनाउन सकिन्छ त? समाधान कुनै एउटा जादुको छडीमा छैन, बरु यो एक समन्वित प्रयास हो। यसका लागि विद्यालयको संस्कृति नै बदल्नुपर्छ, जहाँ धम्की र हेपाइलाई शून्य सहनशीलता अपनाइन्छ। पाठ्यक्रममा सामाजिक भावनात्मक सिकाइ जस्तै सहानुभूति र आत्मजागरूकता जस्ता कुराहरूलाई जोड्नुपर्छ। शिक्षकहरूलाई तालिम दिनुपर्छ, अभिभावकहरूसँग सहकार्य गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण, हरेक विद्यालयमा तालिम प्राप्त परामर्शदाता जस्ता सहयोग संरचनाहरू अनिवार्य बनाउनै पर्छ।
तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, जबसम्म विद्यालयको नेतृत्व र नीति निर्माताहरूले मानसिक स्वास्थ्यलाई अतिरिक्त वा ऐच्छिक विषयको रूपमा हेर्न छाड्दैनन्, तबसम्म वास्तविक परिवर्तन असम्भव छ। यो भए राम्रो भन्ने कुरा होइन, यो त हुनै पर्ने कुरा हो। यसलाई शिक्षाको केन्द्रमा राख्नै पर्छ। अन्त्यमा यो विषयलाई अझ फराकिलो दृष्टिकोणबाट हेरौँ। सुरक्षित मन, सशक्त सिकाइको यो नाराले शिक्षाको भविष्यबारे वास्तवमा के भन्न खोजिरहेको छ? हो, यो केवल एउटा आकर्षक नारा मात्र होइन, यो त 21औं शताब्दीको शिक्षाको मूल दर्शन नै हुनुपर्छ। एउटा यस्तो दर्शन जसले विद्यार्थीलाई परीक्षामा नम्बर ल्याउने मसिनको रूपमा नभई जीवनका चुनौतीहरूको सामना गर्न सक्ने एक सचेत, सन्तुलित र सक्षम नागरिकको रूपमा हेर्छ। र हामी यो विश्लेषणलाई यही एउटा प्रश्नमा छोड्छौं। नेपालको शिक्षा प्रणालीलाई साठीकै मानवीय, समावेशी र दिगो बनाउन आज हामीले लिनुपर्ने त्यो साहसिक निर्णय के हो? यो प्रश्नको जवाफ केवल नीति निर्माताले मात्र खोजेर हुँदैन, हामी सबैले सोच्नुपर्ने कुरा हो। के हामी त्यस्तो शिक्षा प्रणाली बनाउन तयार छौं जसले नम्बरभन्दा पहिले विद्यार्थीको मनलाई प्राथमिकता दियोस्?